म जुवा तास सिगरेट बिडी मदिरा यो सबै कुरा कुनै पनि कुलत मेरो बाँकी थिएन। तर नाम दीक्षा लिएपछि अनि मेरो यो कर्म सबै मैले छोड्ने। छोरीको बिहा भएको थियो, ठुली छोरीको। उसको 5 वर्षसम्म बच्चा गर्भमा आउने जाने, गर्भ 2 महिना आउने जाने, 3 महिना आउने जाने, यस्तो समस्याले एकदम झगडिरहेको थियो। मैले पहिलोचोटि रामपालजी महाराजलाई नाम दीक्षा लिने बित्तिकै मैले यो चाहिँ मनमनै उहाँलाई प्रार्थना लगाएको थिएँ, हे परमात्मा रामपालजी महाराज तपाईँ साक्षात भगवान् हुनुहुन्छ भने मेरो समस्या समाधान होस् भन्ने मैले भनिरहेको थिएँ, मनमन भनेको थिएँ। अहिले चाहिँ मेरो ठुली छोरीको सन्त रामपालजी महाराजको दयाले छोरा र छोरी छन्। अर्को लाभ मेरो माइली छोरीको बिहा भयो। माइली छोरीको बिहापछि अनि प्रेत बाधा भयो। प्रेत बाधा भएपछि ज्वाइँ र छोरीको सम्बन्ध विच्छेद हुने अवस्थामा पुग्यो। विच्छेदै भयो जस्तो भयो। बिएससी नर्सिङ गरेकी छोरी 10,000मा यहाँ अल्झिएर बसिरहेको छ भनेर मैले प्रार्थना लगाइरहन्थेँ मनमनै हरेक दिन। त्यसपछि उनीहरूको सम्बन्ध राम्रो भयो। छोरीलाई क्यानाडाको भिसा लाग्यो। छोरीलाई क्यानाडाको भिसा लागेपछि ज्वाइँलाई पनि वर्किङ भिसा क्यानाडामा लाग्यो। रामपालजी महाराजको ठुलो दया छ यसमा। कान्छी छोरीको फेरि अस्ट्रेलियाको भिसा रिजेक्ट भयो। मैले सन्त रामपालजी महाराजसँग प्रार्थना गर्थेँ मनमनै हरेक दिन जोत जलाउँदाखेरिमा मैले प्रार्थना गर्थेँ। मैले इन्टरभ्यूको दिन बिहान परमात्मासँग रुन्थेँ, रोएको थिएँ। अनि रोएपछि त्यसै दिन 10 बजे भिसा लागेको खबर आयो। भिसा लागेपछि फेरि छोरी गई अमेरिका पुगी। मेरो दोस्रो लाभ भनेको मलाई कोरोना लाग्यो। कोरोना लागेपछि मैले रामपालजी महाराजलाई प्रार्थना लगाएँ। प्रार्थना लगाएपछि औषधि खानु बेटा भन्ने आदेश आयो। अनि त्यसै दिनदेखि 3 बजेदेखि मैले अलिअलि मलाई सुधार हुँदै गयो। मैले पानी खान थालेँ। त्यसको भोलिपल्टबाट केही चाउलो खाने, बिस्कुट खान थालेँ र मलाई करिब 10-12 दिनमा मलाई यो रोगबाट छोड्यो। कोरोनाले हट्यो मलाई।